Hey there, welcome to my channel. This is Juna Walahangrai. Today I'm going to share about my trip to Agulche Mela and river bank of Arun. Let's go. Hello! हाय म चाहिँ राइटरबाट म हतुवाली है अगाडिबाट आउनु भएको रहेछ हाम्रो चेलीहरू बिचबाट म धनको त है पनि ज राइटर ह्यापी माघे संक्रान्ति एन्ड ह्यापी न्यू इयर ह्यापी माघे संक्रान्ति है सबैलाई ल नाइस मिटिङ सबैजना मेरो माइतीहरूलाई है ओके ल बाई ल बाई लुक नाइस मिटिङ सबैजना उता भेट्नु पर्छ है अहिले ल बाई है यता तोरी है अनि उता छ ब्याम्बो अनि उता बनाना यता आशा फुफू ए यहाँ सल्सो बाबु बनाना है नाक्सिराङ अनि यता त येल्लो फिल रहेछ हुन त नाक्सी अल्सो येल्लो होला अगुल्थे मेला लु यस्तो प्रकृतिसँग जोडिएको अनि यो फुलहरू नै सामानहरू पनि सबैजना छ ओ का दाजुहरू को पो रहेछ कुसान सुन्तला पनि खाइराख्नु भएको छ इट्स त्यो आशा फुपू ओ त्यो के टुइन हो के भन्छ यसलाई घिरिङ घिरिङ हो हैन घिर्नी घिर्नी यो चाहिँ यो आउनुभन्दा अगाडिको होला होइन पारी त्यो देखियो हामी घिर्नी यहाँ आशा फुपू भएको छ यता पनि एन डन है एन हामीले खाइसक्यौँ एन चाहिँ डन भयो अब ए मात्र बाँकी छ मेरो अब एबाट के किन्ने एबाट भन्नु त सधैँ एप्पल अब खोज्नु पऱ्यो एप्पल अरू पनि मैले खोजिरहने रहेको छु चित्र पनि किन्ने Asafu and I were enthusiastically building a wonderful stone tower, which is also for fun and enjoy at the bank of Arun. नेपाली भाषामा घिर्नी भनिन्छ तर यो चाहिँ अहिले सञ्चालनमा छैन किनभने उतापट्टि निर्माण भइसकेको कारणले यो चाहिँ अहिले नेपालीमा घिर्नी म चाहिँ मेरो मामा घरदेखि मेरो घर आउँदैछु भोजपुर धनकुटादेखि भोजपुर आइपुगेदैछु यो अब चाहिँ हामी फर्किँदैछौँ मेलादेखि मान्छेहरू चाहिँ आइरहेछ थ्याङ्क यू फर वाचिङ दिस इज थ्याङ्क यू सबल चाहिँ मेलाबाट हामी बिदा लिँदैछौँ थ्याङ्क यू फर वाचिङ